वेलकम टु लोक सेवा इनसाइड नेपाल युट्युब च्यानल। आज हामी नेपालको संविधानसँग सम्बन्धित केही महत्त्वपूर्ण प्रश्नोत्तरहरू लिएर आएका छौँ। हालको संविधानमा 35 भाग 308 धारा र 9 अनुसूची रहेका छन्। पारित प्रक्रियामा 532 सभासदले भाग लिएका थिए। ब्राह्मण समुदायबाट 115 जना सभासद, क्षेत्रीय समुदायबाट 125 सभासद, दशनामी समुदायबाट 6 सभासद, आदिवासी जनजाति समुदायबाट 120 सभासद, मधेसीबाट 67 सभासद, थारू समुदायबाट 29 सभासद, मुस्लिम समुदायबाट 14 सभासद, दलित समुदायबाट 38 सभासद र पिछडिएको समुदायबाट 19 जना सभासदले भाग लिएका थिए। कृष्णप्रसाद सिटौला मस्यौदा समितिका अध्यक्ष रहेका थिए भने मस्यौदा समितिमा सदस्य 73 जना रहेका थिए। हालसम्म यो संविधान 2 पटक संशोधन भएको छ। 2072 फागुन 16 र 2077 असार 7 मा संशोधन भएको थियो। संविधानको विधेयक संविधान सभाबाट कहिले पारित भयो? विक्रम सम्वत 2072 भाद्र 30 गते संविधान सभाका अध्यक्ष सुभाष नेङवाङबाट नेपालको संविधान कहिले प्रमाणित भयो? 2072 भाद्र 30 गते। नागरिकता सम्बन्धी केही महत्त्वपूर्ण प्रश्नोत्तरहरू। बाबुको पहिचान नभएको नेपाली नागरिक महिलाबाट नेपालमा जन्मिएको र नेपालमा नै बसोबास गरेको व्यक्तिलाई कुन आधारमा नागरिकता प्रदान गरिन्छ? वंशजको आधारमा। जन्मको आधारमा नागरिकता पाएको नागरिकले सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक भएमा कुन आधारमा नागरिकता पाउँदछन्? वंशजको आधारमा। विदेशी नागरिकसँग विवाह गरेको नेपाली नागरिक महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले कुन आधारमा नागरिकता पाउँदछन्? अङ्गीकृत नागरिकता। वर्तमान संविधानले नेपाललाई कसलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न रोक लगाएको छ? सार्क सदस्य मुलुकको नागरिकता प्राप्त व्यक्तिलाई। गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई कुन कुन अधिकार प्रयोग गर्न पाउने छन्? आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार। मौलिक हक सम्बन्धी केही महत्त्वपूर्ण प्रश्नोत्तरहरू। हालको संविधानमा 31वटा मौलिक हकहरू रहेका छन्। संविधानको भाग 3 धारा 16 देखि 46 सम्म मौलिक हकहरू रहेका छन्। संक्रमणकालीन अवस्थामा 13वटा मौलिक हक निलम्बनमा रहेका हुन्छ। 8वटा पूर्ण र 5वटा आंशिक रूपमा निलम्बनमा रहेका हुन्छन्। सम्मानपूर्वक बाँच्न पाउने हक कसलाई प्रदान गरिन्छ? प्रत्येक व्यक्तिलाई। समानताको हक कसलाई प्रदान गरिन्छ? सबै नागरिकलाई। प्रत्येक व्यक्तिले आफू विरुद्ध गरिएको कारबाहीको जानकारी पाउने हक कुन मौलिक हकमा हुन्छ? न्याय सम्बन्धी हक। सार्वजनिक प्रयोजनको लागि नागरिकलाई राज्यले अनिवार्य सेवामा लगाउन रोक लगाउन सक्ने कानुन बनाउन सक्ने व्यवस्था कुन मौलिक हकमा छ? शोषण विरुद्धको हक। सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुने व्यवस्था कुन मौलिक हकमा हुन्छ? मौलिक हक चाहिँ महिलाको हकमा हुन्छ। मौलिक हकको जननी कुन मौलिक हक हो? संवैधानिक उपचारको हक। संविधानमा मौलिक हकको कार्यान्वयन कति समय राखिएको थियो? संविधान प्रारम्भ भएको मितिले 3 वर्षसम्म। नागरिकको कर्तव्य धारा 48 मा रहेको छन् भने यसमा 4वटा उपधाराहरू रहेका छन्। राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व सम्बन्धी महत्त्वपूर्ण प्रश्नोत्तरहरू। संविधानको भाग 4 मा उल्लेख गरिएको छ। धारा 50 मा निर्देशक सिद्धान्तहरू रहेका छन् भने 4वटा उपधाराहरू रहेका छन्। धारा 51 मा राज्यका नीतिहरू रहेका छन् जसमा 13वटा नीतिहरू रहेका छन्। राज्यको दायित्व धारा 52 मा रहेको छ। राज्यका संरचना र राज्य शक्तिको प्रयोग सम्बन्धी केही महत्त्वपूर्ण प्रश्नोत्तरहरू। यस संविधानको भाग 5 मा उल्लेख गरिएको छ। धारा 56 देखि धारा 60 सम्म रहेका छन्। अवशिष्ट अधिकार धारा 58 मा रहेको छ। संविधान बमोजिम संघ, प्रदेश तथा स्थानीय तहको अधिकार सूची वा साझा सूचीमा उल्लेख नभएको वा संविधानको कुनै तहले प्रयोग गर्ने गरी नतोकिएको विषय नै अवशिष्ट अधिकार अन्तर्गत रहेको छ। अवशिष्ट अधिकार सङ्घमा रहेको हुन्छ। राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धी केही महत्त्वपूर्ण प्रश्नोत्तरहरू। संविधानको भाग 6 मा रहेको छ। धारा 61 देखि 73 सम्म रहेका छन्। राष्ट्रपतिको निर्वाचनको लागि निर्वाचन मण्डल गठन कसरी हुन्छ? संघीय संसदको सदस्य र प्रदेश सभाका सदस्यबाट राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचक मण्डलमा कति सदस्य रहन्छन्? 884 जना।
प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी 334 जना र प्रदेश सभाका 550 जना सभासद रहेका हुन्छन्। राष्ट्रपति र उपराष्ट्रपति हुनको लागि कति वर्ष उमेर पूरा भएको हुनु पर्दछ? 45 वर्ष। राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि कति रहेको हुन्छ? 5 वर्ष। कति पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको उम्मेद्वार हुन पाउने छैन? 2 पटक। राष्ट्रपतिले को समक्ष शपथ लिनु पर्दछ? प्रधान न्यायाधीश समक्ष। भाग 7 मा संघीय कार्यपालिका रहेको छ भने यस सम्बन्धी केही महत्त्वपूर्ण प्रश्नोत्तरहरू निम्नानुसार रहेका छन्। धारा 74 देखि धारा 82 सम्म रहेका छन् भने नेपालको शासकीय स्वरूप कुन धारामा उल्लेख गरिएको छ? धारा 74। नेपालको कार्यकारिणी अधिकार कसमा निहित रहेको छ? मन्त्री परिषदमा। नेपालको संघीय कार्यकारिणी सम्बन्धी काम कसको नाममा रहेको हुन्छ? नेपाल सरकारको नाममा। संघीय मन्त्री परिषद गठनको व्यवस्था कुन धारामा उल्लेख गरिएको छ? धारा 76। मन्त्री भन्नाले कुन कुन मन्त्री सम्झनु पर्दछ? उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्री। प्रधानमन्त्रीले को समक्ष राजीनामा पेश गरेको हुन्छ? उपप्रधानमन्त्री। संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री भएमा शपथ ग्रहण गरेको कति मितिसम्म संघीय संसदको सदस्य हुनु पर्दछ? 6 महिनासम्म। प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरूले को समक्ष शपथ ग्रहण गर्दछन्? राष्ट्रपति समक्ष। राज्य मन्त्री र सहायक मन्त्रीको समक्ष शपथ ग्रहण गर्दछन्? प्रधानमन्त्री समक्ष। नेपालमा चाहिँ सहायक मन्त्री चाहिँ अहिलेसम्म प्रचलनमा रहेको छैन। भाग 8 संघीय व्यवस्थापिका सम्बन्धी केही महत्त्वपूर्ण प्रश्नोत्तरहरू। धारा 83 देखि धारा 108 सम्म रहेका छन् भने धारा 84 मा प्रतिनिधि सभाको गठन, धारा 86 मा राष्ट्रिय सभाको गठन, 87 मा सदस्यको लागि योग्यता, धारा 91 मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख, धारा 92 मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष सम्बन्धी व्यवस्था, धारा 93 मा अधिवेशनको आह्वान र अन्त्य, धारा 100 मा विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था, धारा 101 मा महाभियोग, धारा 103 मा विशेषाधिकार सम्बन्धी व्यवस्था रहेको छ। संघीय संसदमा कति सदस्य रहन्छन्? 340 जना। प्रतिनिधि सभा सदस्य 275 र राष्ट्रिय सभाका सदस्य 59 जना गरेर 344 जना सभासद रहेका हुन्छन्। राष्ट्रिय सभामा सदस्य निर्वाचन प्रयोजनका लागि गठन हुने निर्वाचक मण्डल रहन्छ। प्रदेश सभाका सदस्य गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख रहेका हुन्छन्। संघीय संसदको सदस्य हुन कति वर्ष उमेर पुगेको हुनु पर्दछ? राष्ट्रिय सभाका लागि 35 वर्ष, प्रतिनिधि सभाका लागि 25 वर्ष। संघीय संसदमा कतिजना महिला हुनु पर्दछ? कम्तीमा 1/3। प्रतिनिधि सभाको सभामुख, उपसभामुख र राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको चयन सम्बन्धी सदनमा बैठक प्रारम्भ भएको मितिले कति दिनभित्र गरिसक्नु पर्दछ? 15 दिनभित्र। संसदको सदस्यको अयोग्यता सम्बन्धी प्रश्न उठेमा कसले निर्णय गर्दछ? संवैधानिक इजलासले। राष्ट्रपतिले प्रतिनिधि सभाका लागि निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले कति दिनभित्र अधिवेशन आह्वान गर्नु पर्दछ? 30 दिनभित्र। महाभियोग सिफारिस समितिमा कतिजना सदस्य रहन्छन्? प्रतिनिधि सभाका 11 सदस्य। संघीय संसदको सदस्य नभएको व्यक्ति कुनै सदन वा बैठकमा अनाधिकार उपस्थित भएमा वा मतदान गरेमा के सजाय हुने व्यवस्था रहेको छ? रु 5000 रुपैयाँसम्म जरिवाना रहेको छ। संसदको विशेषाधिकार उल्लङ्घन गर्ने व्यक्तिले कस्तो सजायको व्यवस्था रहेको छ? सचेत गराउने, नसही दिने, बढीमा 3 महिनासम्म कैद र रु 10,000 रुपैयाँसम्म जरिवाना रहेको छ। संविधानको भाग 9 मा संघीय व्यवस्थापन कार्यविधि सम्बन्धी व्यवस्था रहेको छ र यसका केही महत्त्वपूर्ण प्रश्नोत्तरहरू निम्नानुसार रहेका छन्। धारा 109 देखि धारा 114 सम्म रहेको छ भने धारा 110 मा विधेयक प्रस्तुत गर्ने विधि, धारा 111 मा विधेयक पारित गर्ने विधि, धारा 113 मा विधेयक प्रमाणीकरण, धारा 114 मा अध्यादेश सम्बन्धी व्यवस्था रहेको छ। विधेयक पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउनु अघि विधेयक कसले प्रमाणित गर्दछ? विधेयक उत्पत्ति भएको सदनको सभामुख र अध्यक्षले। विधेयक कसले प्रमाणित गरे पश्चात ऐन बन्दछ? राष्ट्रपतिले। आर्थिक वर्षको व्यय अनुमान
वर्षको कतिसम्म पेस्की खर्च गर्न मिल्दछ? अनुमानको 1/3। नेपाल सरकारको अर्थमन्त्रीले आय व्ययको विवरण कहिले पेश गरेको हुन्छ? प्रत्येक वर्ष जेठ 15 गते। सङ्घीय आकस्मिक कोष कसको नियन्त्रणमा रहन्छ? नेपाल सरकारको नियन्त्रणमा।